आज म तपाईहरुलाई व्यवस्थापनका प्रक्रियाहरूको बारेमा व्याख्या गर्न चाहन्छु। व्यवस्थापनका मुख्य 5 प्रक्रियाहरू छन्, जसमा पहिलो नम्बरमा योजना अर्थात् के गर्ने, कसरी गर्ने, कहिले गर्ने र कसले गर्ने भन्ने योजना बनाउने अर्थात् संगठनात्मक लक्ष्य प्राप्तिका लागि सबैभन्दा पहिलो योजना बनाउनु पर्छ र त्यो योजनामा स्पष्ट रूपमा के गर्ने, कसरी गर्ने र कसले गर्ने, कहिले गर्ने र कसले गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ। दोस्रो, संगठन काम बाँडफाँड गर्ने, आवश्यक स्रोतहरूको व्यवस्थापन गर्ने र जिम्मेवारी निर्धारण गर्ने। तेस्रो नम्बरमा हुन्छ कर्मचारी व्यवस्थापन, आवश्यक कर्मचारी छनौट, तिनीहरूको नियुक्ति, तालिम र विकास गर्ने। व्यवस्थापनलाई मजबुत बनाउनका लागि आवश्यकता अनुसार कर्मचारी छनौट गरी नियुक्ति गर्ने र ती कर्मचारीलाई तालिम प्रदान गर्ने अनि तिनीहरूको विकास गर्नुपर्छ। चौथो, निर्देशन कर्मचारीलाई प्रेरणा दिने, निर्देशन गर्ने र काम सम्पन्न गराउने। व्यवस्थापकले उचित लागेको काम कारबाही अगाडि बढाउनको लागि कर्मचारीलाई उत्प्रेरित गरेर निर्देशन दिने गर्नुपर्छ, जुन ठाडो निर्देशन जस्तो नलागोस् भन्ने हुनुपर्छ। अर्थात् व्यवस्थापकले ठाडो निर्देशन दियो भने त्यो चाहिँ कर्मचारीलाई मन दुख्न सक्छ र त्यसले समयमा काम गर्न सक्दैन र त्यसलाई पनि मनमुटाव हुन्छ र अफिसमा अर्थात् कार्यालयमा द्वन्द्व सिर्जना हुन्छ। पाँचौं नम्बरमा छ नियन्त्रण, काम योजना अनुसार भइरहेको छ कि छैन भनेर अनुगमन गर्ने, मूल्याङ्कन गर्ने र आवश्यकता अनुसार सुधार गर्ने। तपाईले जुन योजना बनाउनु भएको थियो त्यो योजना अनुसार काम भइरहेको छैन कि छैन त्यो हेर्ने र तिनीहरू कुन वेमा गइरहेको छ त्यसलाई कहाँ नियन्त्रण गर्नुपर्छ त्यो नियन्त्रण गर्नुपर्छ। र यी 5 प्रक्रियाले कुनै पनि संस्था वा व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्छन्। अन्तमा के भन्न चाहन्छु भन्दाखेरि तपाईहरुको कुनै पनि व्यवस्थापनका प्रक्रियाहरूलाई 5 चरण पार गर्नुपर्छ। पहिलो चरणमा योजना बनाउनुपर्छ र त्यो योजनालाई प्रभावकारी रूपमा पाल गर्नको लागि संगठन हुनुपर्छ। संगठन भएन भने योजना काम गर्दैन र त्यहाँ चाहिँ कर्मचारी व्यवस्थापन हुनुपर्छ। को कर्मचारीलाई मिलेर हिँड्नुपर्छ, नत्र कर्मचारीमा द्वन्द्व सिर्जना भयो भने त्यहाँ पनि काम अगाडि गर्न सकिँदैन। अर्को, निर्देशन, त्यसमा टिम लिडर हुन्छन्, टिम लिडरले सबैलाई लिएर सँगै हिँड्नुपर्छ, नत्र त्यहाँ संगठन भएन भने र निर्देशनको पालना गर्नु भएन भने त्यो चाहिँ राम्रो हुन सक्दैन र त्यो सबै माथिको कुराहरूलाई लास्टमा नियन्त्रण गर्नुपर्छ। नियन्त्रण पनि भएन भने त्यो चाहिँ रङ वेमा जान्छ र संगठनको लक्ष्य प्राप्तिको लागि यी 5 वटा प्रक्रियाहरू पूरा गर्नै पर्छ।